हाई हाई नमस्ते। आज चाहिँ हामी लुम्बिनी केबल कारमा जाँदैछौँ त्यहाँ भिजिट गर्नको लागि। हाम्रो चाहिँ यो सानो इन्फर्मेसन भ्लग भिडियो सबैले माया साथ सपोर्ट गरिदिनु होला, त्यही भन्दै चाहिँ हामी चाहिँ अब लेट्स नाउ के भन्छ अरे केवल कारमा चाहिँ अब रमाइलो गर्न जाँदैछौँ होइन। लेट्स सी के हुन्छ त्यहाँ के छ, हामी तपाईँलाई अपडेट जानकारी भिडियो मार्फत देखाउनेछौँ। अहिलेलाई पनि बाई गाइज। हेलो गाइज, हामी चाहिँ बिल कटिङ गरेर भित्र छिरिसकेका छौँ। लेट्स सी, सो एक्साइटेड पनि छौँ, डर पनि लागेको छ, एक्साइटेड पनि छु। अब चाहिँ केवल कारमा इन्ट्री हुन मात्र बाँकी छ। हामी फेरि त्यो पनि अपडेट गराउँदै गर्छौँ। हेलो गाइज, हामी चाहिँ केवल कार आइसकेको छ। केबल कार हो गाइज, हेर्नुहोस्। गाइज हामी केबल कारमा छ भने गाइज हेर्नुहोस्। हामी फाइनली केवल कारभित्र बसिसकेका छौँ। अब चाहिँ सुई माथि जाँदैछौँ। एभ्रिवान अब कस्तो रियाक्सन हुन्छ तपाईँले यो भिडियो मार्फतबाट अब हेर्दै जानुहुनेछ। मलाई त एक्साइटेड पनि लाग्छ, डर पनि लाग्छ। ओ माई गड, डोन्ट क्लोज। ओ माई गड, पुरा नडरको केही हुन्न क्या, डराएको त होइन, तर चाहिँ लाइक गाइज हेर्नु सब यस्तो छ हेर्नु होइन। ओ माई गड, यस्तो हुम्म हुँदो रहेछ है। आशिका ओ माई गड, केबल कार चढिरहेको छ हेर्नु है। ल गाइज सिन कस्तो छ यो पाल्पाको, के अरे पाल्पा भनौँ न नि। अब यो बुटोल तिनो खोलाको भ्यू देखाइदिउँ न यता। गाइज हेर्नुहोस्, हामी चढ्दा यत्रो भ्यू चढिसकेको छ माथि होइन। अझै माथि जान बाँकी छ। हामी बल्ल यता नजिक आएको छौँ। अब माथि चढिसकेपछि बिचमा तपाईँलाई बिचको सिनहरू देखाउँछु होइन। त्यसपछिबाट एकदम राम्रो छ गाइज, घुम्न आउनु होला, रमाइलो छ। लाइक इट। माई गड गाइज, गर्मी पनि छ। भन्छ नि मान्छेले के भन्छ अरे, सबर का फल मिठा होता है। त्यही आशले चाहिँ हामी एकदमै धैर्य धारणा गरेर बसेको छ। ओ माई गड, ओ माई गड, ओ माई गड, बेला बेलामा लचक छ। ओ माई गड गाइज, तल हेर्नुहोस् त। ओ माई गड, हेर्नु गाइज तल पनि। सीता बाबा, जय सीता बाबा, सीता बाबा सब देखेछ क्लियरली। सीता बाबा घुम्न जान पर्दैन, यसमा आएपछि सबै देखिँदो रहेछ। हेर्नु गाइज आसिया कस्तो चिस्स पाराले मस्त हेर्नु त्यहाँ मजाले बसेछ हेर्नु त्यहाँ। गाइज यहाँ रमाइलो भएको छ। उता सीता बाबा देखेछ, त्यहाँ तल नुहान मान्छेहरू नुहाएको पनि देखेछ स्पष्ट रूपमा। हेर्नु गाइज सब देखेको छ, तल माथि सब मान्छेहरू नुहाएको देखेको छ। तल हेर्नु सिनहरू छ होइन। हामी उहाँ माथि डाँडामा पुग्ने हो गाइज, हेर्नुहोस् रमाइलो भएको छ। ल गाइज अब हामी आइपुगिसकेको छ। अनि अरू अनि आशिकालाई सोध्नु कतिको रमाइलो भयो के भयो भन्ने कुरा आशिकाले फाइनली गाइज हामी आइसकेका छौँ माँ कामाख्या देवी मन्दिर दर्शन गर्नलाई। अब हामी चाहिँ त्यहाँ पनि भिजिट गर्छौँ अनि तपाईँलाई चाहिँ देखाउँछौँ। अनि पार्ट 1 चाहिँ मेरोमा छ, पार्ट 2 चाहिँ मेरो बुढाकोमा आउँछ, अमर आशिका अर्को आइडीमा आउँछ पार्ट 2 चाहिँ। अहिलेलाई चाहिँ पार्ट 1 गाइज। ओके, थ्याङ्क यू सो मच। अब चाहिँ हामी चाहिँ झरेपछि फेरि भिडियो बनाउँछौँ। ल, गर्मी पर्छ हल्का, गर्मी छ। हेर्नु गाइज हामी अब झर्छौँ, ढोका खोल्दैछौँ होइन गाइज। हेर्नु गाइज ढोका खोल्दैछ अब गाइज। फाइनली गाइज हामी आइपुग्यौँ। अब फेरि सिँढी चढ्दैछौँ। चिसो भएको है गाडी, गर्दै गाडी कस्तो चिसो भएको रे आज। कस्तो चिसो छ यहाँ त, एकदमै कुलिङ। बुटोलको अब माई गड, बुटोलको धनै लडेन। हो माई गड, बुटोलको के अरे बुटोलको हट गर्मी खाना अब कुल पाहाडमा आएको छौँ। अब चिसो अब खाएर जानुपर्छ। हेर हेलो गाइज, फाइनली तपाईँलाई कामाख्या देवी मन्दिर आइसकेको छौँ आमाको शरणमा दर्शन गर्नको लागि।
हामी फेरि त्यसो घुम्न र गाइज अब यो मन्दिरमा गएको छ त्योहरू है सबैजनालाई घुम्न आउनु होला है राम्रो छ मन्दिर त अब राम्रो राम्रो ठाउँ राम्रो राम्रो मन्दिरहरू छ सबैजना आइदिनु होला घुम्नको लागि यो बुटोल लोकेसन बुटोल पर्छ हेर्नु त्यहाँ आशिका मन्दिरमा छन् होइन दर्शन गरेर गएको छ हेर्नुहोस् आशिका आएको छ मन्दिरबाट दर्शन गरेर होइन ल आशिका भन्नु त मन्दिरमा कस्तो छ के को तरिकाको राम्रो छ कि छैन फेसिलिटी कस्तो छ मन्दिरमा आउनुपर्छ कि पर्दैन के भन्नुपर्छ तपाईँले एकदमै त्यहाँभित्र पसिसकेपछि पोजिटिभ भएर चाहिँ एकदमै राम्रो एकदम हुन्छ नि शक्तिहरू चाहिँ ल्याइदिन्छ एकदम पोजिटिभ भएर आएको छ चाहिँ सबैले चाहिँ एकपल्ट चाहिँ एकदमै अनि त्यसपछि भने जस्तो मन्दिर पनि छ माको मन्दिर होइन अब आमाको स्थानमा आइसकेपछि त अब छोराछोरीले किनकि आशीर्वाद पठाउनुहुन्छ त्यसले मैले प्रसाद पाएँ गाई चरे आशिकालाई बच्चा जस्तो प्रसाद मिठाई खाँदै हिँडेछ हेर्नुहोस् त्यस्तै त मिठाई जो यो ठाउँ चाहिँ बिल्कुल राम्रो छ होइन सिनहरू पनि हेर्नु ब्याकग्राउन्ड हेर्नुहोस् एकदम कुल एन्ड चिलिङ छ गाइज आउनुलाई यहाँ चाहिँ अनि बल्जी जम्प पनि बनाएको रहेछ अहिले बल्जी जम्पिङहरू पनि रहेको छ अनि पिङहरू पनि बनाएको रहेछ आउनु होला गाइज एकदमै राम्रो छ हामी चाहिँ अब त्यहाँ चौपारीमा जाँदैछ एकछिन मन शान्त गर्न विश्राम गर्न आनन्द लिन हेर्नु गाइजी अब हाम चढ्ने मान्दैन हेर्नु नि चढ्ने मान्दैन गाइजी अन्त के यस्तो ठाउँमा झाडीमा लिएर हिँड्नु छ अनि झाडीमा लिएर हिँडेछ भन्छ गाइजीले होइन तर यो ठाउँ चाहिँ माइ गॉड एकदम राम्रो छ हेर्नु एकदम राम्रो छ हेर्नुहोस् ठाउँहरू त हेर्नुहोस् होइन हेर्नु गाइज अब हाम्रो भिडियो चाहिँ आज यतिमै इन्ड होला जस्तो छ होइन त्यही भएर मैले अब के भन्छु भने अब यति नै हाम्रो घुम्ने ठाउँ भनेको अब घुमियो हामी रमाइलो गऱ्यो अब फर्किने टाइममा मेरो आइडीमा पार्ट 2 भिडियो आउँछ होइन अनि त्यो पार्ट 2 भिडियो चाहिँ सबैजनाले हेरिदिनु होला अनि यही आशिका यहीँ तल कस्तरी बसिरहेको छ हेर्नु गाइज देखो न गा हाम्रो चाहिँ आजको चाहिँ भिडियो यहीँसम्म थियो पार्ट 1 चाहिँ यहीँ समाप्त गर्छौँ हामी अहिले यहाँ डाँडामा चिसो हावा खान आएको छौँ माको मन्दिर दर्शन गरेर पार्ट 2 चाहिँ अमर आशिका भन्ने आइडीमा चाहिँ अमर आशिका आइडी अर्को मेरो बुढाको आइडीमा पार्ट 2 आउनेछ सबैले हेरिदिनु होला माया साथ सपोर्ट लाइक कमेन्ट ड्याङ्की ड्याङ के अरे ठोकिदिनु होला है त्यही भन्न चाहन्छौँ तपाईँहरूको साथ माया सपोर्ट यसै गरी के अरे गरिदिइराख्नु होला त्यसपछि अहिले नयाँ गाना कुनाएको अरे हात्ती आयो लास लास भन्ने चाहिँ नगर्नु होला अर्को चाहिँ के अरे अर्को गाना अरे के अरे कुन गाना अरे त अर्को धानबारी के अरे मैले गीतको नाम बिर्सेँ गाइज हामीले अब हामीले चाहिँ गीतको नाम बिर्सौँ गाइज त्यसलाई चाहिँ सरी त्यस्तो चाहिँ नगरिदिनु होला सबैले लाइक कमेन्ट रिपोर्ट्स थ्याङ्क यू अनि गाइज हाम्रो युट्युब च्यानलको नाम छ @अमर आशिका भन्ने युट्युब च्यानल छ सबैले गएर सब्सक्राइब गरिदिनु होला होइन सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि हाम्रो यस्तै गरी अबको दिनबाट एउटा भ्लग आइरहेको हुन्छ त तपाईँहरूले गएर हेरिदिनुको लागि भन्नको लागि हामीले हजुरहरूलाई कोक फलप के गाइज कोक फलप यो कोकले केही काम गरेको छैन त हावा चिसो भयो अगाडि के भन्नु र ल गाइज हामी जान लाग्यो ल बाई सबैलाई बाई ल बाई भन्दै सबैलाई बाई बाई छ अब के भन्छ अरे अब हामी फर्किनु लाग्यो अब एकैछिन साइडमा बसेर इन्जोय गरिदिउँ अनि त्यसपछि एउटा हामी फर्किन्छौँ होइन अब धेरै पनि उयो बोलेर फाइदा छैन अब जे जतिको लागेको त्यत्तिको लागि बसेर अब इन्जोय गरिदिनु होला सबैलाई बाई बाई यस्तै गरी घुम्दिन आइदिनु होला हजुरहरू पनि यो ठाउँमा